हेलो गुड मर्निङ सबैजनालाई। र भनिन्छ सङ्घर्ष नै मान्छेको जीवन हो भनेर, त्यही भएर हामीले पनि जीवनमा सङ्घर्ष गरिरहेको छ र एक दिन हामीले अवश्य यसको फल परिणाम पाउँछ भन्ने हामी आशा राख्दै आजको दिन सुरु भइसकेको छ र जानेकाले चाहिँ यहाँनिर प्लङ लगाइरहेको छ। तपाईँले देख्न सक्नुहुनेछ यी होइन, हामी 4:15 आइपुगेर दोकान पनि लगाइसकेको छ र यहाँनिर देख्न सक्नुहुनेछ यी बैगुन। हिजो मैले तपाईँलाई अर्को भिडियोमा देखाएको थिएँ, बैगुन र फर्सी गट्टा होइन। र यहाँ हाम्रो दिदीहरूले आएर छान्नु हुँदैछ बिहानै हो। यी देख्न सक्नुहुनेछ बैगुन बैगुन छानिरहेको छ। फर्सी लानेले फर्सी लगिरहेको छ होइन। यहाँनिर यी देख्न सक्नुहुनेछ। सबैजनाले आफ्नो आफ्नो लाइट बालेर, किनकि हाम्रो स्टलमा चाहिँ लाइट अहिले लगाएको छैन, किनकि चार्जरबाट लाइट लिएर आउनुपर्ने, त्यो चाहिँ ल्याउनु एकदम हामीले बिर्सिरहेको छ होइन। भन्दै कति छिटो उज्यालो पनि हुन्छ यहाँनिर। र हाम्रोमा भेन्डी काँक्रा तपाईँले देख्न सक्नुहुनेछ, एकदमै बेसी मात्रामा काँक्रा छ आज होइन, भेन्डी। र यहाँ चाहिँ एकदमै हाँस्दै हाँस्दै यहाँनिर भेन्डी छानिरहेको छ, यहाँनिर देख्न सक्नुहुनेछ। र यहाँनिर यी जानुकाले बेच्दैछ, कस्टमरहरू पनि आउनु सुरु भइसकेको छ। र हाम्रोमा अहिले फिलहाल 7 बजीभित्रमा चाहिँ यतिको भइरहेको छ। यसरी नै हाम्रो दिन सुरु भइसकेको छ। र हामीले यहाँ गट्टा बैगुन हाम्रो बिहान निकै थियो र अहिले निकै घटिसकेको छ। र आज एकदम गरम भइरहेछ, पाल लगाइरहेको छ हामीले होइन। घाम चाहिँ मजाले लागिरहेको छ, त्यो भएर एकदम गरम भएर जानुकालाई पनि गरम भयो भन्दै थियो होइन। र यहाँनिर लगभग हाम्रो निकै सामानहरू पनि बिक्री भइरहेको छ। यहाँनिर तपाईँले देख्न सक्नुहुनेछ हरियोपरियोमा सिमरायो सागहरू राखेको थियो, इस्कुसको मुन्टाहरू, त्यो पनि हाम्रो अलरेडी बिकिसकेको छ। र यहाँ चाहिँ हाम्रो आन्टीहरू आउनु भएको छ होइन। अन्त यहाँनिर सिमरायो लाने अरे लगभग हाम्रो निकै सब्जीहरू सकिएको छ। र फर्सी चाहिँ हाम्रोमा अलिकति रहेको छ। यो फर्सी चाहिँ अलिकति ठुलो भयो भन्नुहुँदैछ कस्टमर कतिजनाले। र हामीले काट्दै पनि बेचिरहेको छ यहाँनिर हो। अन्त कति काट्नेलाई 1 पावा, कतिलाई आधी किलो हिसाबले लगिरहेको छ। र हाम्रो लगभग सबै सब्जीहरू सकिनु आँटेको छ, यहाँनिर देख्न सक्नुहुनेछ। काँक्रा पनि हाम्रो लगभग सक्नु आँट्यो। र फर्सी चाहिँ अलिकति हाम्रोमा रहेको नै छ अझै पनि। र जानुकालाई यहाँ सिमरायो र फर्सी चाहिँ हाम्रो 4-5वटा चाहिँ हाम्रो अहिले पनि रहेको छ। र बैगुन पनि लगभग सकिसकेको छ। र काँक्रा पनि यसरी नै हामीले अहिलेसम्म बेचिरहेको नै छ होइन। र रातिको 4 बजीदेखिको लगभग हामीले बेच्न सुरु गरेको हो भने, र बेलुकी अहिले 4 बजेको छ। लगभग हामीले 12 घन्टा लगभग बेचिसकेर फाइनली हामीले दोकान पनि उठाउन आँटिसकेको छ। यहाँनिर देख्न सक्नुहुँदैछ यी हामीले सबै उठाउनु सुरु गरिसकेको छ। र बजार चाहिँ यतिको छ, बेलुका 4-4:30 को भित्रमा भन्दै हामी दोकान उठाएर पनि लाग्यौँ। र अहिले हामी नोभेल्टी आइपुगेको छ। र अब चाहिँ हामी यहाँबाट लागेको। र के कसो लाग्छ भिडियोलाई लाइक सेयर कमेन्ट गरिदिनुहोस्। र जानुका एकदम खुसी नै छ, हेर्नुहोस् तपाईँले एकदम आज बिकेर छिटै फर्क्यो हामी पनि। धन्यवाद।